ए भाइ के बुलबुले तालमा आइयो हेर्नुहोस् त ताल कस्तो छल्का मारेको ओहो नि कति राम्रो भाइ हेर्नुहोस् त ताल त तालै रहेछ हेर्नु त छल्का कसरी आन्छ ए बा नि यसो गर्ने आथे कति गइरो होला यहाँ सुर्खेतको बुलबुले तालमा आइच्छन् आज कर गीता भण्डारी सुर्खेतको बुलबुले ताल हो साथीहरू यताति अरू चढेर पनि आउँछन् बुलबुले तालबाट झर्दै हुनुहुन्छ हामी भर्खर आउँदैछौँ तिमी यसमा बस के यसमा यो हल्ली रात यसमा बस भिडियोमा जहिले पनि देख्थेँ भाइ आज त हेर्नु त मैले त यहाँ प्रत्यक्ष हेर्न आइसकेर कति राम्रो रहेछ सुर्खेत बुलबुल तालमा गाइज ढुङ्गाको व्यवस्था पनि छ यो ढुङ्गा चाहिँ टिकट पछि हामी गएर सोध्नेछौँ यो टिकटहरूको व्यवस्था छ ढुङ्गाहरू यहाँनिर चलिरहेको छ यहीँनिर यो ज्याकेटहरू लाउने तपाईँको सेफ्टीको लागि यहीँनिर छ टिकट काउन्टर चाहिँ अगाडि छ यसरी हेर्न सकिन्छ यो बुलबुले ताल हो सुर्खेतको आज हाम्रो गीता भण्डारीजी पनि आउनु भएको छ हाम्रो नानी पनि यतै छिन् बुलबुल तालको ढुङ्गा चाहिँ यही छ अनि यसरी अगाडि टिकट काउन्टर यहाँ भयो अनि सेफ्टी ज्याकेटहरू यहाँ छ यो ढुङ्गाले सारा यसरी त्यो देखिने भाग छ त्यो सब भर्खर यो ढुङ्गा आएको भएर एकदम छाल हानिरहेको छ एकदम हल्लिरहेको छन् राम्रो रहेछ सुर्खेत बुलबुल ताल तपाईँहरू पनि आउन सक्नुहुन्छ हामी चाहिँ एकछिन ढुङ्गा चढ्ने निर्णय लिएका छौँ हामी ढुङ्गा पनि चढ्नेछौँ यहाँ बुलबुल ताल हेर्न आउने दर्शकहरूको घुइँचो छ